आज हामी चाहिँ नेपाल आर्मीको एउटा प्रश्न रहेको छ नाफा नोक्सान सम्बन्धीको त्यो प्रश्न चाहिँ गर्न गइरहेका छौँ। अब यो प्रश्न यस प्रकार रहेको छ, एकजना खुद्रा व्यापारीले रु 1000 सामान खरिद गर्दा 10 केजी स्याउ मध्ये 1 केजी बिग्रेका परेछन् भने बाँकी 9 केजी स्याउ 120 का दरले बिक्री गर्दा उसलाई जम्मा कति नाफा भयो होला। मतलब यसको अर्थ चाहिँ के हो भने 1000 रुपैयाँमा चाहिँ उसले खरिद कति किलो गरेको छ त, अब 10 केजी सामान खरिद गरेको छ अथवा स्याउ खरिद गरेको छ। त यहाँनिर लेखौँ अब हामी खरिद मूल्य लेखौँ र खरिद मूल्य बराबर चाहिँ रु 1000 है। अब यो कति किलोको लागि चाहिँ हो भन्दाखेरिमा 10 केजी स्याउको लागि रु 1000 10 केजी स्याउ भनेर लेखिदिउँ यहाँनिर साइडमा 10 केजी स्याउ भनेर राखिदिउँ है। अनि त्यसमध्ये चाहिँ अब 1 केजी चाहिँ के भएको छ त, बिग्रेको चाहिँ त बिग्रेको स्याउ भनेर राखिदिउँ अब बराबर चाहिँ 1 केजी है। 1 केजी स्याउ चाहिँ के भएको छ त, बिग्रेको स्याउ चाहिँ रहेको छ है। अब बाँकी कति केजी रहेको छ त, उसँग 9 केजी स्याउ चाहिँ रहेको छ है। त बिक्री मूल्यमा चाहिँ राखौँ, अब उसले 9 केजी स्याउ 120 को दरले चाहिँ बेचिरहेको छ। बिक्री मूल्य बराबर रु 120 प्रति केजी है। 120 प्रति केजी चाहिँ उसले 1 केजी को चाहिँ उसले 120 रुपैयाँमा चाहिँ बेचिरहेको छ स्याउ चाहिँ। अब हेरौँ उसले कति किलो चाहिँ स्याउ बेचेको छ भन्दाखेरिमा 9 केजी चाहिँ उसले स्याउ बेचेको छ है। र 9 केजी स्याउको चाहिँ अब बिक्री मूल्य 9 केजी स्याउ बराबर चाहिँ अब कति भयो त, 120 गुणा 9 र 12 9 कति हुन्छ 108 है। उसलाई चाहिँ कति पर्यो त, यो कतिमा चाहिँ उसले बेच्यो भने 1080 है। 1080 रु 1080 है। अब रु 1080 मा उसले बेचेको छ र किनेको चाहिँ कतिमा छ त, उसले 1000। त अब नाफा निकाल्न त सकिन्छ है। नाफा बराबर चाहिँ के हुन्छ त, बिक्री मूल्य बाट चाहिँ कसलाई घटाइदिने त, बिक्री मूल्यबाट क्रय मूल्य अथवा खरिद मूल्य अथवा चाहिँ भने नि भयो है। त अहिले हामीले माथि खरिद मूल्य नै राखेको छौँ भने हामी खरिद मूल्य नै लेखिदिउँ यता, ठिक छ। त बिक्री मूल्य भएको छ 1080 र खरिद मूल्य रहेको छ 1000 र उसलाई चाहिँ कति नाफा चाहिँ भयो भन्दाखेरिमा रु 80। र अब यतिकै लेखेर छोड्ने चाहिँ होइन, फेरि अन्तिममा चाहिँ लेखिदिने। त मान्छेको नाम राखेको छैन भने उक्त व्यापारीलाई लेखिदिने, उक्त व्यापारीलाई स्याउ बेच्दा रु 80 रुपैयाँ नाफा भयो है। यसरी चाहिँ हामीले लेखिदिने र यत्तिकै हो। यो प्रश्न तपाईहरूलाई नेपाल आर्मीमा तपाईको 2 देखि 5 नम्बरसम्मको प्रश्न चाहिँ आउने गर्दछ। हस्, धन्यवाद।